लौ बुढा बात लाज नमान घरमा कोही पनि छैन दबाएर खाऊ तिम्रो ससुरा लियो अन्डा पनि छ आम्मा मामा यसलाई अन्डा दिइरहेछ बुक्नु बुझ्दैन मार किन दिएछस् कि यसलाई यस्तो दबाई भातहरू त माछाले अन्डा त मलाई ल्याइदिएका हुने मेरो बाबाले माछाले बिना जो अर्का घरको अन्डा नखाएँ मैले भनिदिरहेको छु खाने दाल भात मात्र खा माछाले धन्न टाइममा आएर अन्डा खाएर मैले भाइ तेरो भेनाजु हो खाना दिएन मजाले लामो यत्रा खाना दिन्छु माछाले यसको घरमा भात पाक्दैन ओइ भन्छ त आफ्नो घर गएर भात खा माछाले ओइ माछाले बिना जो अझ आँखा तर्दो रहेछ माछा अझै कुकु खान्छ क्या माछाले मलाई झुस्नु राई त आफ्नो घर जा अझ आँखा साखा निकालिदिन्छु फेरि आँखा हेर्न यहाँले म बरु बाख्रा दिन्छु खुवाइदिनु यस्तो कसरी खायो भाइ किन गर्छस् आफ्नो भेनाजुलाई यस्तो गर्छु त अन्त म मुखसुख कुच्याइदिन्छ माछालेलाई फेरि धेरै अर्का घरको भात खाइदिने रहेछ हेर त बरु यसलाई खुवाउनु भन्दा म बाख्रालाई खुवाउँछु अनि किन यसले मलाई कहिले पनि मिठाई चाउ बिस्किट अनि जुस किन ल्याइदिनु त अर्कोचोटि ल्याइदिनुहुन्छ के यत्रो दिन्छ यो माछाले दिन्छ यत्रो हात चाट्नु माछाले सिट्टी पनि ल्याएर छ देखेस् सालालाई त यो माछाले कहिले माया गर्दैन कि सिट्टी पनि ल्याएर स्याहार्नु दिएन यहाँ सिट्टी ल्या मलाई बहुत राम्रो लाग्यो सिट्टीको आवाज सिट्टी ल्या छैन कि सिट्टी कहाँ छ सिट्टी देखिदिने कस्तो लुगायो यसले देउनु बगिरहेको माछाले सिट्टी ल्याइ हेर्नु भएको मलाई सिट्टी चाहियो सिट्टी ल्याइ बिना छु कस्तो दामी आवाज थियो त्यसको मोटो आवाज थियो सिट्टीको बोलिदिनु भएको छैन छिटो सिट्टी ल्या मलाई सिट्टी चाहियो बोलिदिनु भएको त्यो गर्छ त्यो भाइ यतले गर्छ तेरो गर्छ मारिदिन माछाले तेरो घरमा आइ सिट्टी पनि बजाउन त्यस्तो मिठो सिट्टी थियो कति राम्रो सिट्टी थियो माछाले खान्छ